यताबाट यताबाट
हलतर्फ प्रवेश गरिरहनुभएको छ। म देखिरहेको छु उहाँलाई हाम्रो कार्यक्रम हलमा प्रवेश गरिरहनुभएको छ। औपचारिक पोसाकमा गाउँमा यो दीक्षान्त समारोहमा अध्यक्षता गर्नका निम्ति पाल्नुभएका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति श्रद्धेय केपी शर्मा ओलीज्यूलाई आफ्नो ठाउँबाट उठेर गडगडाट तालीका साथ स्वागत गरिदिनका निम्ति म विशेष हार्दिक निवेदन गर्न चाहन्छु। उहाँ हाम्रो सभा हलमा प्रवेश गरिरहनुभएको छ। तपाईहरू आदरणीय देखिरहेको छु मध्यपश्चिम विश्वविद्यालयका सम्माननीय कुलपति सँगसँगै सचिवहरू हुनुहुन्छ। यो विश्वविद्यालयका तेस्रो दीक्षान्त समारोहका प्रमुख अतिथि जवाहरलाल नेहरू विश्वविद्यालयका अध्यक्ष प्राध्यापक, सिक्किम सरकारका मन्त्रीस्तरीय विशिष्ट पार्टी सल्लाहकार, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक कुलपति, भारत सरकारका तर्फबाट नेपाल भारत सम्बन्धमा विशिष्ट व्यक्तित्व एमिनेन्ट एजीपीका सदस्य तथा नेपाल र नेपालीका सुप्रसिद्ध प्राध्यापक डाक्टर महेन्द्र पी लामाज्यू पनि आइसक्नु भएको छ। म हाम्रो विश्वविद्यालय परिवारका तर्फबाट आजको यो तेस्रो दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्न र विशेष सम्बोधन गर्नका निम्ति हाम्रो विश्वविद्यालयको निमन्त्रणलाई स्वीकार गरेर यो विश्वविद्यालयको विकास र समृद्धिका निम्ति हाम्रो कार्यक्रमको गरिमा बढाउनका निम्ति हाम्रो बीचमा आज दीक्षित हुने विद्यार्थीहरूलाई विशेष दीक्षा प्रदान गर्नका निम्ति सम्माननीय कुलपति एवं प्रधानमन्त्री हाम्रो विश्वविद्यालयको यो तयार गरेको यो सभास्थलमा प्रवेश गरिरहनु भएको म देखिरहेको छु। उहाँलाई हाम्रो कार्यक्रमको सभा हलमा प्रवेश सँगसँगै स्वागत गरिदिनका निम्ति ताली बजाएर स्वागत गरिदिनका निम्ति सम्मान व्यक्त गरिदिनका निम्ति म विशेष निवेदन गर्न चाहन्छु। यो महत्त्वपूर्ण अवसरमा विश्वविद्यालय सभाका विद्वान सभासदज्यूहरू म देखिरहेको छु। उहाँहरू सम्माननीय कुलपतिज्यू सँगसँगै प्रवेश यो कार्यक्रममा उपस्थित भइसक्नु भएको छ। अबको यो औपचारिक कार्यक्रमलाई औपचारिक ढङ्गबाट सञ्चालन गरिदिनका निम्ति म मध्यपश्चिम विश्वविद्यालयका श्रीमान रजिस्ट्रार प्राध्यापक डाक्टर शोभाकर कणेलज्यूलाई यो आजको औपचारिक कार्यक्रम सञ्चालन लागि हार्दिक निवेदन गर्दै मलाई यो कार्यक्रमको अनौपचारिक कार्यक्रम सञ्चालन गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दै म ओझेल पर्छु। धन्यवाद, नमस्कार। म बटुकहरूलाई स्वस्ति बहादुरको लागि हार्दिक अनुरोध गर्दछु। हरे ओम स्वस्ति न इंद्र वृद्धस्वाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः
स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयामदेव भद्रं पश्येमाक्षयजत्राः स्थिरैरङ्गैः तुष्टुवागुंसस्तनो दीर्घसेमहि देवहितं जदायुः द्योः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगुं शान्तिः शान्तिरेव शान्तिः श्यामा शान्तिरेधि ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः सुशान्तिर्भवतु मध्यं जगते जागरे वीणा पुस्तकधारीमभयदं जाड्यान्धकारापं हस्ते स्फाटिकमालिकं विदधति पद्मासने संस्थितं वन्दे तं परमेश्वरीं भगवतीं बुद्धिप्रदं शारदाम् देवतसारहारधवराय सुब्रह्मस्थागता या वीणा भरतन्नमण्डितकराय श्वेतमासना देवैषदा वन्दिता सा मां सरस्वती भगवती निशेषजात्यापा प्रथितामहगेष्णुनुतं हरिचन्दन कुङ्कुमपङ्कयुतं मुनिवृन्दगरेन्द्रसमानयुतं तव नौमि सरस्वती पादयुगं तव नौमि सरस्वती पादयुगम्। धन्यवाद बटुकज्यूहरू। अब हामी राष्ट्रिय गान गाउन गइरहेका छौँ। सम्पूर्ण महानुभावहरूलाई उठेर आफ्नो ठाउँमा उठेर सहभागी भइदिन अनुरोध गर्दछु। सम्माननीय कुलपति एवं अध्यक्षज्यू, दीक्षान्त समारोह आरम्भ गर्न अनुमतिका लागि हार्दिक अनुरोध गर्दछु। दीक्षान्त समारोह आजको तेस्रो दीक्षान्त समारोह आरम्भ गरियो। श्रीमान उपकुलपतिज्यू, यस दीक्षान्त समारोहमा स्वागत मन्तव्य प्रस्तुत गरिदिनुहुन सादर अनुरोध गर्दछु। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अध्यक्ष, सम्माननीय मध्यपश्चिम विश्वविद्यालयका कुलपति, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, यस दीक्षान्त समारोहका प्रमुख अतिथि
जवाहरलाल नेहरू विश्वविद्यालयका अग्रज प्राध्यापक, सिक्किम सरकारको मन्त्री स्तरीय विशिष्ट आर्थिक सल्लाहकार, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक, उपकुलपति, भारत सरकारका तर्फबाट नेपाल भारत सम्बन्धमा विशिष्ट व्यक्ति समूह इमिनेन्ट पर्सन ग्रुप EPG का सदस्य तथा नेपाल र नेपालीका शुभचिन्तक प्राध्यापक डाक्टर महेन्द्र पी लामाज्यू, कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू तथा सांसदज्यूहरू, मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्यज्यूहरू, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार, विश्वविद्यालय सभाका सम्पूर्ण आदरणीय सभासदज्यूहरू, शिक्षाविद, अतिथिगण, प्राध्यापक तथा कर्मचारीहरू, आजको यस दीक्षान्त समारोहको आकर्षणका केन्द्रबिन्दु तथा दीक्षित हुनुहुने विद्यार्थी, शोधार्थी, पदक विजेताहरू, आदरणीय अभिभावकहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी तथा उपस्थित सम्पूर्ण महानुभावहरू, मध्यपश्चिम विश्वविद्यालय परिवारका तर्फबाट यस दीक्षान्त समारोहको पुनित अवसरमा यहाँहरू सबैमा हार्दिक स्वागत गर्दछु। मध्यपश्चिम विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्ना भई आफ्ना परिवारजन एवं अभिभावकहरूको असीम सहयोग, आफ्नो अथक मेहनत तथा प्राध्यापकहरूको निरन्तर मार्गनिर्देशनले प्राप्त गरेको सफलता एवं प्रतिफललाई प्रमाणीकरण गर्ने आज हामी सबैको खुशीको दिन हो, गर्व गर्ने दिन हो र अविस्मरणीय दिन हो। आजको यस पावन अवसरमा यस विश्वविद्यालयबाट स्नातक तह, स्नातकोत्तर तह, दर्शनाचार्य एवं विद्यावारिधीसम्मका शैक्षिक कार्यक्रमहरूमा सफलता हासिल गरेका विद्यार्थीहरू यहाँहरूको विशिष्ट उपस्थितिबाट औपचारिक रूपमा दीक्षित गर्ने दीक्षान्त समारोह केवल प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम मात्र होइन, यो तपाईहरूको अथक परिश्रम, लगनशीलता र शैक्षिक यात्राको सम्मान पनि हो। आजको दिनले तपाईहरूको क्षमताको औपचारिक मान्यता प्रदान गर्दछ र भविष्यतर्फ अगाडि बढ्न थप प्रेरणा मिल्दछ। सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपतिज्यू लगायत आदरणीय अभिभावकहरू, प्यारा विद्यार्थीहरू, शिक्षकवर्ग, कर्मचारी, शिक्षा क्षेत्रमा सरोकार राख्ने आदरणीय व्यक्तित्वहरू, संघ संस्थाका प्रतिनिधिहरू, लब्ध प्रतिष्ठित व्यक्तित्वहरू एवं सभासदज्यूहरूको यस भव्य दीक्षान्त समारोहमा उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई गरिमामय र सार्थक बनाएको छ। तपाईहरूको साथ, समर्थन र प्रेरणाले शैक्षिक क्षेत्रको प्रगतिमा नयाँ आयाम थप्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपतिज्यू, अतिथिगण, उपस्थित महानुभावहरू तथा आज दीक्षित हुने विद्यार्थी भाइ बहिनीहरू, मध्यपश्चिम विश्वविद्यालयको 14 वर्षे छोटो ऐतिहासिक यात्रा भए तापनि क्रमिक विकासको पथमा लम्किरहेको यस विश्वविद्यालयमा हाल मानविकी र सामाजिक शास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन, शिक्षा, कृषि, इन्जिनियरिङ, कानून विषयका स्नातकोत्तर र विद्यावारिधीका कार्यक्रमहरू कुशलतापूर्वक सञ्चालन भइरहेका छन्। सर्वसुलभ, गुणस्तरीय र व्यावहारिक उच्च शिक्षाको पहुँचमा योगदान पुर्याउने मुख्य उद्देश्य हासिल गर्नका लागि कर्णाली प्रदेशको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै पाठ्यक्रम विकास तथा पुनर्संरचना, शिक्षण, सिकाइ र मूल्याङ्कन पद्धतिको समय सापेक्ष विकास तथा परिमार्जन, भौतिक पूर्वाधार निर्माण र व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक जनशक्ति, प्रयोगशाला तथा शैक्षिक सामग्री र प्रविधि विकासको निर्माण गरिएको छ। यसमा समानको निरन्तर सुधारका साथ नवीन कार्यप्रणाली र प्रविधिहरूको विकास गरी विश्व परिवेशमा उत्कृष्ट पहिचान सहितको उच्च शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य प्राप्तिका लागि यो विश्वविद्यालय तदारुकताका साथ अघि बढिरहेको बेहोरा अवगत गराउँदछु। मध्यपश्चिम विश्वविद्यालय ज्ञान तथा सिपको खोजी गरी सोको प्रकाशन गर्ने, प्रसारण गर्ने, बजारमुखी सिप र सक्षमता प्रदान गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धी जनशक्तिका माध्यमबाट राष्ट्र निर्माणमा सक्षम जनशक्ति निर्माणको अभियानमा कटिबद्ध छ। अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षाको लागि प्रतिस्पर्धी बनाउन कर्णालीको मौलिक ज्ञान, भाषा, संस्कृति, बहुमूल्य जडीबुटी, खनिज पदार्थ, जीवजन्तु, वनस्पति, हिम श्रृङ्खला, आयुर्वेद, सूचना प्रविधि, जलवायु, मानव स्वास्थ्य जस्ता कार्यक्रमहरू एवं अनुसन्धानको केन्द्रका रूपमा यसलाई स्थापित गर्न सकिने प्रबल सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय जगतमा विरलै प्राप्त हुने प्राकृतिक स्रोत साधनको पहिचानका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रमहरू विश्वविद्यालयमा निर्माण र सञ्चालन गर्न सकेमा हाम्रा युवाहरू विदेश पलायन हुने अवस्थामा सुधार तथा न्यूनीकरण गर्न सकिनाका साथै विदेशी विद्यार्थी तथा अनुसन्धानकर्तालाई आकर्षण गर्न सम्भव हुने थियो। नेपाल सरकारको प्राथमिकतामा परेका यस किसिमका प्राविधिक धारका शैक्षिक कार्यक्रम सञ्चालनका लागि राज्यको लगानी र मानव स्रोतको व्यवस्थापनबाट मात्र सम्भव हुन सक्ने कुरालाई मनन गर्न आवश्यक रहेको बेहोरा निवेदन गर्न चाहन्छु।
साथै यी कार्यक्रमहरूबाट नेपालको उच्च शिक्षालाई आत्मनिर्भर एवं विश्वव्यापी बनाउन सकिन्छ भन्ने विश्वासका साथ व्यक्तिभन्दा माथि विश्वविद्यालय र सोभन्दा पनि माथि राष्ट्र दिगो राष्ट्रिय समृद्धि हो भन्ने तथ्यलाई हासिल गर्नमा मध्यपश्चिम विश्वविद्यालयको हालको नेतृत्व दृढ संकल्पित रहेको छ। यस छोटो अवधिमा मध्यपश्चिम विश्वविद्यालयले बजारमुखी पाठ्यक्रमको निर्माण, अनुसन्धान तथा सोको नियमित प्रकाशन गर्ने, स्नातकोत्तर एमफिल तथा पीएचडीका कार्यक्रमहरू सञ्चालन, विश्वविद्यालयका क्याम्पसहरूमा गुणस्तर सुनिश्चितता एवं प्रत्यायन QAA प्राप्ति, उद्यमशीलताका कार्यक्रम अगाडि बढाएको छ भने सहकार्यको नीति अनुरूप विश्वविद्यालयले समुदाय, स्थानीय, प्रदेश तथा संघीय सरकार, विकास संघ संस्थाहरू, विदेशी तथा स्वदेशी विश्वविद्यालयसँग सहकार्य गर्दै आएको छ। यस अवधिमा राजनैतिक दलहरू, विश्वविद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका व्यक्तिहरू, नगरपालिकाहरू, प्रदेश सरकार, स्वदेशी तथा विदेशी विश्वविद्यालय, विकास संघ संस्था, संघीय निकायहरू, कर्णाली योजना आयोग जस्ता निकायहरूसँग विश्वविद्यालयको बृहत्तर विकास र हितमा आधारित अन्तर्क्रिया, संवाद र सहकार्यको पद्धति निर्माण गरेको र गर्दै जाने बेहोरा निवेदन गर्दछु। खेल जगतको सन्दर्भमा हालसालै आयोजित एसियाका विभिन्न विश्वविद्यालयहरूको सहभागितामा रहेको प्रतियोगितामा यस मध्यपश्चिम विश्वविद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ। स्थानीय संघ संस्थासँग समन्वय गरी सामाजिक चेतना, सुरक्षा, सरसफाई लगायतका सामाजिक हितका क्रियाकलापहरूमा पनि सक्रियता जनाएको छ। यसबाट विश्वविद्यालय युवा जनशक्तिको भौतिक विकासका साथै सामाजिक, शारीरिक लगायत सर्वाङ्गीण विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। यी कार्यहरूबाट नेपाली युवा जनशक्तिमा रहेको बहुआयामिक सक्षमतालाई उजागर गर्न मध्यपश्चिम विश्वविद्यालय सदैव कटिबद्ध रहेको कुरा स्पष्ट पार्न चाहन्छु। दीक्षित विद्यार्थी भाइ बहिनीहरू, आजको यस पावन अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले विभिन्न विषय तथा तहमा सर्वाधिक नतिजा ल्याई पदक, पुरस्कार एवं प्रमाणपत्रहरू विभूषित तथा दीक्षित हुनुहुने सम्पूर्ण तपाईहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आशा छ तपाईहरूले प्राप्त गरेको ज्ञान र सिपले मध्यपश्चिम विश्वविद्यालयको प्रतिष्ठा बढाउन कुशल राजदूतको भूमिका निर्वाह गर्नुहुनेछ र राष्ट्रको समृद्धिमा हर तरहले उपयोगी भई परिवार, समाज र जन्मभूमिप्रतिको दायित्व वहन गर्ने जिम्मेवारीपूर्ण विश्व नागरिकको रूपमा आफूलाई उभ्याउनुहुनेछ। अब तपाईहरूको काँधमा जिम्मेवारीपूर्ण नागरिकको हैसियतमा प्राज्ञिक, व्यावहारिक र नैतिक आचरणको पालना गर्ने असल, सक्षम, जिम्मेवार, स्वाभिमानी व्यक्तिका रूपमा सामाजिक भूमिकामा रहनुपर्ने महत्वपूर्ण जिम्मेवारी आएको छ। जुनसुकै देश र भूमिकामा भए तापनि आफ्नो जन्मभूमिप्रतिको कर्तव्य तथा दायित्वलाई सदा सिरोपर गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। आजको यस तेस्रो दीक्षान्त समारोहमा सबै संकाय र स्कुलहरूमा स्नातक तहका विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानून, शिक्षाशास्त्र, मानविकी र सामाजिक शास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूमा सफलता प्राप्त गरेका जम्मा 2189 जना तथा स्नातकोत्तर तहमा जम्मा 1632 जना र व्यवस्थापन संकायको एमफी शोध कार्य पूरा गरेका जम्मा 19 जना गरी 3840 जना विद्यार्थीहरू दीक्षित भई तपाईहरूले पूरा गरेको शैक्षिक तह अनुसारको उपाधिमूलक प्रमाणपत्र प्राप्त गर्नुहुँदैछ। यस खुसीका लागि तपाईहरू सबैलाई हार्दिक बधाई, सफल, सरल र उज्यालो जीवनको शुभकामना छ। विभिन्न शैक्षिक तह पार गरेका तर कारणवश तोकिएको समयभित्र यस समारोह मार्फत दीक्षित हुनका लागि निवेदन दिन नसकेका विद्यार्थीहरूले भने विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा सम्पर्क गरी उपाधि पत्रहरू प्राप्त गर्न सक्नुहुनेछ। उपस्थित महानुभावहरू तथा आज दीक्षित हुने विद्यार्थी भाइ बहिनीहरू, अब म हाम्रा समस्त अभिभावक, विद्यार्थी, शिक्षक, व्यवस्थापक, विश्वविद्यालयको स्थापनामा योगदान पुर्याउनुभएका व्यक्तिहरू एवं विभिन्न तह र क्षेत्रका रूपमा प्रतिनिधित्व गर्ने महानुभावहरूमा मध्यपश्चिम विश्वविद्यालयको भावी लक्ष्यबारे संक्षिप्तमा जानकारी गराउन चाहन्छु। मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालित सबै शैक्षिक कार्यक्रमहरू गुणस्तरीय, व्यावहारिक र सर्वसाधारणको पहुँचयोग्य बनाउने कार्यमा विश्वविद्यालय लागि परेको छ। यस क्रममा शिक्षालाई रैथाने ज्ञान, सिप र व्यावहारिकतासँग जोड्दै उत्पादनमुखी बनाउने र विश्वविद्यालयको समग्र संरचना, सञ्चालन, विधि र प्रक्रिया, शैक्षिक कार्यक्रमहरू, शैक्षिक प्रशासनिक जनशक्ति, प्रविधि र संसाधनहरूको विकास, निर्माण र प्रवर्धन एवं सदुपयोग गर्दै अघि बढ्ने कार्य तदारुकताका साथ अवलम्बन गरिएको छ। विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्र निर्माण गर्ने र यसको स्वामित्वमा रहेको सम्पत्तिको
समुचित सदुपयोग एवं अभिवृद्धि गर्दै आत्मनिर्भरता कायम गर्ने केन्द्रीय आइनिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण, सुशासनमा पारदर्शिता र जवाबदेहिताको अनुसरण, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना र सम्बन्धनका कार्यहरूमा प्राथमिकता दिइनेछ। नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं संघ संस्थाहरूको सहकार्यमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। अन्तमा आगामी वर्षहरूमा नियमित रूपमा दीक्षान्त समारोह आयोजना गर्ने प्रणका साथ आज दीक्षित हुनुहुने सम्पूर्ण विद्युत वर्गमा उत्तरोत्तर प्रगतिको कामना सहित विश्वविद्यालयलाई वर्तमान अवस्थासम्म ल्याइ पुर्याउन अथक मेहनत गर्नुहुने सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अन्य सबै सरकारवाला वर्गमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको सहकार्य र सहयोग निरन्तर चलियोस् भन्ने कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र पास भइसकेका दीक्षान्त हुन गइरहेका विद्यार्थीहरूलाई विशेष बधाई तथा उहाँको घर परिवारमा रहनुभएका आफन्त इष्टमित्र सबै व्यक्तित्वहरूलाई पनि बधाई ज्ञापन गर्न चाहन्छु। धन्यवाद। धन्यवाद कुलपतिज्यू। अब म सम्माननीय कुलपति एवं समारोहका अध्यक्षज्यू उपाधि प्राप्त गर्ने विद्यार्थीहरूको प्रस्तुतीकरणका लागि आह्वान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सबै विद्यार्थीहरू उठिदिनु हुन म अनुरोध गर्दछु। दोस्रो दीक्षान्त समारोहमा रेस्ट लिस्टमा समावेश हुन बाँकी भएका र प्राज्ञिक परिषदको मिति 2081 साल फागुन 21 गतेको निर्णय बमोजिम रेस्ट लिस्ट अनुसार स्नातक तहमा सन् 2019 सम्म, स्नातकोत्तर तहमा सन् 2022 सम्म र एमफिल तहमा सन् 2021 सम्म भर्ना भई फागुन 12, 2081, फरवरी 24, 2025 सम्ममा ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरू उपस्थित गराइयो। सम्माननीय कुलपति एवं समारोहका अध्यक्षज्यू विद्यार्थीहरूलाई दीक्षान्त प्रतिज्ञा गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सबै विद्यार्थी भाइ बहिनीहरूले त्यसलाई दोहोऱ्याउनु हुनेछ। दीक्षान्त प्राप्त गर्नुहुने सबै विद्यार्थीहरूलाई प्रतिज्ञाका लागि तयार रहन आग्रह गर्दछु। प्रतिज्ञा अब सुरु हुन्छ। मैले सधैँ इमान्दार, नैतिकवान र कर्तव्यनिष्ठ रही आफ्नो उपाधिको मर्यादा कायम राख्नेछु। मैले हासिल गरेको ज्ञान, योग्यता, क्षमता र सिपलाई सद्व्यवहारमा उतारी सधैँ आफ्नो कर्तव्य पूरा गर्नेछु। म जनसाधारणको हित र उच्च नैतिकताको समर्थन गर्दै गुणस्तरीय शिक्षा प्रणालीको विकासका माध्यमबाट समाज, राष्ट्र र विश्व समुदायको उत्थान हुने कार्यमा सदैव प्रयत्नरत रहने प्रतिज्ञा गर्दछु। धन्यवाद। धन्यवाद सम्माननीय कुलपतिज्यू एवं प्रधानमन्त्रीज्यू। अब म दिनहरूद्वारा उपाधि पाउने विद्यार्थीहरूको प्रस्तुतीकरणतर्फ जाँदैछु। सम्बन्धित संकायका दिनहरूलाई उपाधि पाउने विद्यार्थीहरूको प्रस्तुतीकरणको लागि अनुरोध गर्दछु। सर्वप्रथम म ग्रेजुएट स्कुल अफ एजुकेशनका दिन प्राध्यापक डाक्टर एम बहादुर कार्कीज्यूलाई अनुरोध गर्दछु।
सम्माननीय कुलपति मध्यपश्चिम विश्वविद्यालय ऐन 2067 को दफा 9 ग अनुसार ग्रेजुएट स्कुल अफ एजुकेसन अन्तर्गतका विभिन्न विषयहरूमा स्नातक र स्नातकोत्तर उपाधिका निमित्त प्राज्ञिक परिषदले बमोजिमका सबै शर्तहरू पूरा गरी परीक्षा समेत उत्तीर्ण गरेका ग्रेस लिस्टमा समाविष्ट विद्यार्थीहरूलाई योग्यताको प्रमाण स्वरूप प्रदान गरिने सम्बन्धित तहको उपाधि पत्र ग्रहण गर्नका लागि विद्यार्थीहरू प्रस्तुत गर्ने अनुमति प्राप्त होस् भन्ने अनुरोध गर्दछु। अनुमति प्रदान गर्दछु। अब म ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ का डीन सहप्रा डा राजन सुवालज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्माननीय कुलपतिज्यू, मध्यपश्चिम विश्वविद्यालय ऐन 2067 को दफा 9 ग अनुसार ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका विभिन्न विषयहरूमा स्नातक र स्नातकोत्तर उपाधिका निमित्त प्राज्ञिक परिषदले तोके बमोजिमका सबै शर्तहरू पूरा गरी परीक्षा समेत उत्तीर्ण गरेका ग्रेस लिस्टमा समाविष्ट विद्यार्थीहरूलाई योग्यताको प्रमाण स्वरूप प्रदान गरिने सम्मति तहको उपाधि पत्र ग्रहण गर्नका लागि विद्यार्थीहरू प्रस्तुत गर्ने अनुमति प्राप्त होस् भनी अनुरोध गर्दछु। अनुमति प्रदान गर्दछु। म ग्रेजुएट स्कुल अफ ह्युमेनिटी एन्ड सोशल साइन्सका डिन सहप्रा डा लीलाधर तिवारीज्यूलाई अनुरोध गर्दछु, हार्दिक अनुरोध गर्दछु। सम्माननीय कुलपतिज्यू, मध्यपश्चिम विश्वविद्यालय ऐन 2067 को दफा 9 ग अनुसार ग्रेजुएट स्कुल अफ ह्युमेनिटिज एन्ड सोशल साइन्स अन्तर्गतका विभिन्न विषयहरूमा स्नातक र स्नातकोत्तर उपाधिका निमित्त प्राज्ञिक परिषदले तोके बमोजिमका सबै शर्तहरू पूरा गरी परीक्षा समेत उत्तीर्ण गरेका ग्रेस लिस्टमा समाविष्ट विद्यार्थीहरूलाई योग्यताको प्रमाणपत्र स्वरूप प्रदान गरिने सम्बन्धित तहको प्रमाणपत्र ग्रहण गर्नका लागि विद्यार्थीहरू प्रस्तुत गर्ने अनुमति प्राप्त होस् भनी अनुरोध गर्दछु। अनुमति प्रदान गर्दछु। अब म ग्रेजुएट स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा दीप बहादुर रावलाई ग्रेजुएट स्कुल अफ म्यानेजमेन्ट र मुसुम अन्तर्गतका विषयका विभिन्न उपाधिहरू प्रदान गर्ने अनुमतिका लागि कुलपतिज्यू समक्ष निवेदन गर्नु र अनुरोध छ। मध्यपश्चिम विश्वविद्यालय ऐन 2067 को दफा 9 ग अनुसार ग्रेजुएट स्कुल अफ म्यानेजमेन्ट र मुसोम अन्तर्गतका विभिन्न विषयहरूमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी उपाधिका निमित्त प्राज्ञिक परिषदले तोके बमोजिमका सबै शर्तहरू पूरा गरी परीक्षा समेत उत्तीर्ण गरेका ग्रेस लिस्टमा समाविष्ट विद्यार्थीहरूलाई योग्यताको प्रमाण स्वरूप प्रदान गरिने सम्बन्धित तहको उपाधि पत्र ग्रहण गर्नका लागि विद्यार्थीहरू प्रस्तुत गर्ने अनुमति प्राप्त होस् भनी अनुरोध गर्दछु। अनुमति प्रदान गर्दछु। अब म ग्रेजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका डिन सहप्रा डा सुदीप ठकुरीलाई हार्दिक अनुरोध गर्दछु। सम्मानीय प्रधान कुलपतिज्यू, मध्यपश्चिम विश्वविद्यालय ऐन
67 को दफा 9 ग अनुसार ग्रेजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गतका विभिन्न विषयहरूमा स्नातकोत्तर तहको उपाधिका निमित्त प्राज्ञिक परिषदले तोके बमोजिमका सबै शर्तहरू पूरा गरी परीक्षा समेत उत्तीर्ण गरेका ग्रेस लिस्टमा समाविष्ट विद्यार्थीहरूलाई योग्यताको प्रमाण स्वरूप प्रदान गरिने सम्बन्धित तहको उपाधि पत्र ग्रहण गर्नका लागि विद्यार्थीहरू प्रस्तुत गर्ने अनुमति प्राप्त होस् भनी अनुरोध गर्दछु। अनुमति प्रदान गर्छु। अब म ग्रेजुएट स्कुल अफ लका डिन प्राध्यापक डाक्टर विनोद बसालज्यूलाई अनुरोध गर्दछु। सम्मानीय कुलपतिज्यू, मध्यपश्चिम विश्वविद्यालय 2067 को दफा 9 ग अनुसार ग्रेजुएट स्कुल अफ ल अन्तर्गतका विभिन्न विषयहरूमा स्नातक तहको उपाधिका निमित्त प्राज्ञिक परिषदले तोके बमोजिमका सबै शर्तहरू पूरा गरी परीक्षा समेत उत्तीर्ण गरेका ग्रेस लिस्टमा समाविष्ट विद्यार्थीहरूलाई योग्यताको प्रमाण स्वरूप प्रदान गरिने सम्बन्धित तहको उपाधि पत्र ग्रहण गर्नका लागि विद्यार्थीहरू प्रस्तुत गर्ने अनुमति प्राप्त हो।